त्यो चाहिँ सुपर 6 स्टेज। अनि सुपर 6 स्टेजमा चाहिँ नेपाल कसरी पुग्यो भन्ने कुरातिर जाउँ पहिला। नेपाल सुपर 6मा पुगेको छ र सुपर 6को फिक्सचर चाहिँ आज नेपालको युएईसँग पहिलो म्याच रहेको छ होइन। 4:15 बजे म्याच सुरु हुनेछ, कि 7-8 मिनटको टाइम रहेको छ म्याच सुरु हुनुभन्दा अगाडि। र सुपर 6मा चाहिँ के भयो भन्दाखेरि चाहिँ पोइन्ट्स टेबल अहिलेको स्थितिमा चाहिँ अहिले ओमानले जितिसकेको छ र पोइन्ट्स टेबलमा चाहिँ ओमानले 4 अङ्क दर्ता गरिसकेको छ होइन। र अहिलेको स्थितिमा चाहिँ नेपाल दोस्रो स्थानमा रहेको छ र नेपाल र युएई बिचको म्याच भयानक म्याच। र आजको म्याच चाहिँ एकदमै इम्पोर्टेन्ट म्याच रहेको छ। र आजको म्याचमा चाहिँ यदि जित हासिल गर्न सकेको खण्डमा चाहिँ नेपालको लागि चाहिँ वर्ल्ड कपको यात्रा चाहिँ एकदमै सहज रहनेछ। र त्यसपछि चाहिँ नेपालले चाहिँ 1 वा 2 जितमा चाहिँ नेपाल चाहिँ सजिलै पनि वर्ल्ड कपमा क्वालिफाई हुन सक्ने सम्भावना रहेको छ। त्यही भएर चाहिँ आजको म्याच एकदमै इम्पोर्टेन्ट रहेको छ। र नेपालले चाहिँ नेपाल, ओमान र युएई तिनवटा टिमले चाहिँ ग्रुप स्टेजमा चाहिँ अरू जुन टिम क्वालिफाई भएको छ तिनीहरूलाई बिट गरेर आएको हुनाले चाहिँ उनीहरूको चाहिँ पोइन्ट चाहिँ के छ भन्दाखेरि चाहिँ सबैको 2 रहेको छ र बाँकीको चाहिँ खाता खुलेको छैन होइन। अब अहिले अघिल्लो म्याचमा चाहिँ ओमानले जित दर्ता गरेसँगै चाहिँ यो स्थिति चाहिँ ओमानले चाहिँ 4 पोइन्ट हासिल गरिसकेको छ। र अब अहिले नेपाल र युएई बिचको म्याच हुन गइरहेको छ अनि टस भइसकेको छ। र टसमा चाहिँ नेपालले टस जितेर चाहिँ ब्याटिङको निर्णय गरेको छ होइन। र नेपालको चाहिँ म्याच फिक्सरको कुरा गर्ने भने चाहिँ आज युएईसँग रहेको छ। भोलि यही टाइम अहिले रातिको 8:45 बजे चाहिँ कतारसँग हुनेछ। तेस्रो म्याच 1 दिन ग्याप रहेको छ। त्यसपछि 15 अक्टोबर फेरि 1 दिन रेस्ट रहेको छ र 17 अक्टोबरमा चाहिँ सामोआसँग चाहिँ अन्तिम म्याच खेल्नेछ नेपालले। र नेपालले मिनिमम पनि 2टा जित दर्ता गर्नुपर्ने हुन्छ आजको म्याच। यदि जित दर्ता गर्न सकेको खण्डमा चाहिँ नेपालको सहज हुनेछ र आज जित्न सकेन भने चाहिँ नेपाललाई चाहिँ कठिन हुनेछ। बाँकीको 3टै म्याचमा पनि जित्नुपर्ने आवश्यकता रहन सक्छ, तर 2टा जितले चाहिँ नेपालको वर्ल्ड कप क्वालिफायर हुने सपना चाहिँ पुरा गर्न सक्छ होइन। यो त्यो थियो सामान्य ब्याकग्राउन्ड। अब त्यसपछि अब मेन कुरातिर जाउँ होइन। आजको मेन कुरा भनेको चाहिँ के छ भन्दाखेरि चाहिँ नेपालको कमजोरी के रह्यो ग्रुप स्टेजमा होइन। त्यो कमी कमजोरीलाई चाहिँ तुरुन्तै काम गर्नुपर्ने आवश्यकता रहेको छ। त्यो कमी कमजोरीमा काम नगरेको खण्डमा चाहिँ नेपालले वर्ल्ड कप क्वालिफाई गर्ने सपना चाहिँ अधुरो रहन सक्छ। त्यही भएर ती कुराहरूमा चाहिँ हामीले विशेषतः ध्यान पुर्याउनु पर्ने हुन्छ र त्यही कुरा चाहिँ हामीले हेर्नेछौँ। र सबैभन्दा पहिला प्रमुख कुरालाई हेरौँ होइन। हाम्रो अहिलेसम्म देखेको ग्रुप स्टेजको समस्या भनेको चाहिँ मिडल ओभर होइन। मिडल ओभरमा चाहिँ नेपालको चाहिँ पर्फर्मेन्स चाहिँ एकदमै निराशाजनक भइरहेको छ। पहिलो म्याचमा कुवेसँग पनि नेपालको चाहिँ पावर प्लेमा हेर्नु सक्नुहुन्छ होइन, 39 रनमा 1 विकेट थियो होइन। त्यस्तो स्थितिमा थियो र नेपालले हेर्नुहोस् 7देखि 15 ओभर त्यहाँ चाहिँ 9 ओभरसम्ममा चाहिँ नेपालले जम्मा 41 रन मात्रै बनायो। हेर्नुहोस्, तपाईँहरू हेर्न सक्नुहुन्छ होइन। 9 ओभरमा जम्मा 41 रन अनि 3 विकेट गुमाएको छ। 9 ओभरमा 41 रन, 5को रन गतिले रन बनाएको छ। यो त तपाईँको वास्तवमा भन्यो भने त ओडिआईमा पनि यो हिसाबमा रन बन्नु हुँदैन। बुझ्नुभयो नि, ओडिआईमा नि यो लेभलको चाहिँ निराशाजनक प्रदर्शन हुँदैन क्या साथीहरू, नर्मल युजली हेर्नुहुन्छ भने तपाईँहरू। र यो चाहिँ एकदमै निराशाजनक रहेको छ। यसमा काम गर्नुपर्ने आवश्यकता रहेको छ। नेपालको अहिलेको स्थितिमा सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा नराम्रो स्थिति भनेको चाहिँ यही मिडल ओभरमा चाहिँ नेपालले रन बनाउन सकिरहेको छैन। पहिलो म्याचमा त्यसरी देख्नुभयो होइन। दोस्रो म्याचमा जापानसँग पनि के छ भन्दाखेरि चाहिँ जम्मा 60 रन मात्र बनायो है। त्यो पनि यस्तो कमान्डिङ सिचुएसनमा थियो। तपाईँहरू हेर्न सक्नुहुन्छ, 45 रन बनाएको थियो कि पावर प्लेमा 45 रन बनाएर पनि। त्यो पनि मलाई जहाँसम्म याद छ जापानसँगको त्यो 7औं ओभरकोमा चाहिँ आसिफ शेखले ब्याक टु ब्याक छक्का प्रहार गरेर चाहिँ 6.3 ओभरको हाराहारीमा चाहिँ नेपालको रन समथिङ 63 अराउन्ड थियो कि होइन। त्यो स्थिति बनिसक्दाखेरि पनि नेपालको चाहिँ जम्मा यति मात्रै रन बन्न पुग्यो। 7भन्दा कमको रन गतिले यस्तो गजबको स्टार्ट पाउँदै पनि भनेदेखि चाहिँ मिडल ओभरमा चाहिँ अलिकति समस्या भइरहेको छ। यसको प्रमुख कारण भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ मिडल अर्डरको ब्याट्सम्यानको पर्फर्मेन्स राम्रो नहुनु होइन। मिडल अर्डरको ब्याट्सम्यानहरूमा को छ भन्दाखेरि चाहिँ मिडल अर्डरको ब्याट्सम्यानमा छ कुशल मल्ल, रोहित पौडेल अनि सन्दीप जोरा।
यी 3 जना ब्याट्सम्यानले चाहिँ आफ्नो एक्सपेक्टेसन अनुसारको पर्फर्मेन्स नदिँदाखेरि चाहिँ नेपाल चाहिँ यो स्थितिमा आएको छ। जापानसँगको म्याचमा पनि यस्तो खराब स्थितिबाट हामी गुज्रिरहेको बेलामा युएईसँगको म्याचमा चाहिँ कसरी जितको अपेक्षा गर्ने? होइन? युएईसँगको म्याचमा चाहिँ कसरी जितको अपेक्षा गर्ने त हामीहरूले? हो, त्यही भएर चाहिँ यसमा चाहिँ समस्याको यो हल गरिएन भने चाहिँ नेपाललाई ठुलो क्षति हुनसक्छ होइन? र आज नेपालले टस जितेर पहिला ब्याटिङ गरेको छ जहाँसम्म लाग्छ होइन। केही बेरमा ब्याटिङ पनि नेपालको सुरु हुँदैछ र यो कुरामा चाहिँ विशेष ध्यान पुर्याओस्। नेपालको ब्याटिङमा चाहिँ यो कुरामा चाहिँ विशेष ख्याल गर्नुपर्ने आवश्यकता रहेको छ। अब मिडल अर्डरकै समस्याको मेन रिजनतिर लागौँ होइन। मिडल अर्डरकै समस्याको मेन रिजन रोहित पौडेल। क्याप्टेनको रोल के हो? वेस्ट इन्डिज सिरिजको पहिलो म्याचमा केही हदसम्म चाहिँ उनले आफ्नो रोल निभाएका थिए। त्यसभन्दा यता कुनै पनि म्याचमा रन बनाउन सकेका छैनन्। हेर्नुहोस्, न वार्मअप म्याचमा रन बनाउन सके, न त टुर्नामेन्ट। यो तपाईँहरूले साइडमा देखिराख्नु भएको छ नि, यो तपाईँहरूले साइडमा देखिरहेको भनेको चाहिँ कुशल मल्लको स्कोर हो ओमानमा होइन। लास्ट 15 म्याचमा हेर्न सक्नुहुन्छ, लास्ट 15 म्याचमा कुशल मल्लको स्कोर यस्तो किसिमको रहेको छ। त्यसमा 12, 13, 35 त्यतिको स्कोरलाई हामीले राम्रो भन्नु परिरहेको छ। त्यस्तो पर्फर्मेन्स हुनका बावजुद पनि कुशल मल्ल चाहिँ के कारणले गर्दा टिममा हटाइरहेका छ? अरू प्लेयर नभएको पनि होइन, हामीसँग आदिल अलाम जस्तो अप्सन रहेको छ। के नयाँ प्लेयरले चान्स नपाउने? यो टिममा नयाँ प्लेयरले चान्स नपाउने? न बलिङ गर्छन् उनी, फिल्डिङ उनको राम्रो छैन त्यतिको हिसाबमा। फिटनेस देख्न सक्नुहुन्छ तपाईँहरूको होइन। उनीभन्दा एकदमै डिजर्भिङ आदिल अलामलाई रेस्ट हुनुको कारण के हो? यो पुरा क्रिकेट जुन छ नि फ्यान, नेपाल क्रिकेट फ्यान पुरैको प्रश्न हो यो। यसलाई कसरी एड्रेस गर्नुहुन्छ तपाईँहरूले होइन? आज पनि प्लेइङ 11 अनाउन्स भएको छ, म अलि एकछिनमा जान्छु र यो कुरामा चाहिँ जस्टिफाई गर्नुपर्ने आवश्यकता रहेको छ होइन। अब जाउँ मेन कुरा, नेपालले 2टा म्याच किन जित्यो, कसरी जित्यो? एउटै मात्र रिजन हो, गुलसन झा होइन। गुलसन झा नभएको भए नेपालको हालत के हुन्थ्यो होला? जहिले पनि अप्ठ्यारो परेको सिचुएसनमा चाहिँ खडा हुने प्लेयर एक मात्र रहेको छ नेपालको टिम, एक मात्र, गुलसन झा। बलिङ नगरेको तपाईँहरूको 4-5 म्याच भइसकेको थियो। 4-5 म्याच होइन, 4-5 सिरिजदेखि बलिङ गरिरहेको थिएन उनले। न अमेरिकामा, न युके टुरमा बलिङ गरे, न तपाईँको टप एन्ड सिरिजमा बलिङ गरे, न वेस्ट इन्डिज सिरिजमा बलिङ गरे, इभन वार्मअपमा पनि बलिङ गरेका थिएन। एक्कासी त्यस्तो बलरलाई चाहिँ तपाईँले युज गर्नुभयो सिधै क्रुसियल स्टेजमा। जापानले धमाधम रन बनाइरहेको थियो र नेपालसँग केही अप्सन थिएन। सबै स्पिनर, इभन सन्दीप लामिछाने पनि कुटिरहेको थियो। त्यस्तो स्थितिमा कति प्रेसर थियो होला तपाईँहरू सोच्नुहोस् गुलसन झालाई होइन, कति प्रेसर थियो होला? त्यस्तो प्रेसरको बावजुद, त्यस्तो प्रेसरमा पर्फर्मेन्स गर्न सक्ने ब्याटर अथवा कुनै पनि प्लेयर तपाईँले देख्नु भएको छ अहिलेसम्म नेपाली टिममा? तपाईँले देख्नु भएको छ? सायदै तपाईँले देख्नु भएको छ। र गुलसन झाको पहिलो म्याचमा हेर्न सक्नुहुन्छ तपाईँ, नेपाल 104 मा 5 विकेटको स्थितिमा थियो, 17.3 ओभर हेर्न सक्नुहुन्छ। र गुलसन झा नभएको भए यो स्कोर 110% 120 मा रोकिन्थ्यो र उनले 6 बलमा 20 रन बनाएर चाहिँ नेपालको स्कोरलाई 141 सम्म पुर्याए। 120 को स्कोर भएको भए कुवेतले हामीलाई हराइदिन्थ्यो, यसमा कुनै पनि शङ्का छैन।
दोस्रो म्याच जापानसँगको म्याचमा हेर्न सक्नुहुन्छ, जापान 70मा 1को स्थितिमा चाहिँ 10 ओभर, त्यहाँबाट विकेट नआएको भए जापानले इजिली 170 180 पुर्याउँथ्यो र नेपालले जुन 135को 132को चिज थियो त्यसलाई पुरा गर्न हायल कायल बनाइदियो जापानले 5 विकेट गइसकेको थियो नेपाल, होइन? भनेपछि त्यस्तो स्थितिमा गुलसन झाले 4 ओभर पुरै बलिङ गरेर 20 रन मात्र दिएर 2 विकेट लिए, महत्त्वपूर्ण विकेट, क्याप्टेनको विकेट जसले रन बनाइरहेको थियो, होइन? अनि फेरि ब्याटिङमा जब आए एकदमै क्रुसियल स्थिति, होइन? ब्याटिङमा आउँदाखेरि तपाईँको 90 रनमा 5 विकेट गइसकेको थियो। यहाँबाट त तपाईँहरूलाई लागेको होला कि नेपालले अब के गर्छ नेपालले हार्छ कि भन्ने किसिमको ख्यालहरू तपाईँलाई आइसकेको थियो। आएको थियो कि थिएन कमेन्ट च्याटमा लेख्नु होला साथीहरू, आएको थियो होला तपाईँहरूलाई। स्ट्रिमलाई लाइक गरिदिनु होला कसले हेरिराख्नु भएको छ। त्यस्तो स्थिति बनेको थियो र त्यस्तो स्थितिबाट पार लगाए गुलसन झाले र नेपाललाई चाहिँ जित दिलाए जापानसँग। र अहिलेसम्मको स्थितिमा गुलसन झाले मात्र पर्फर्म गरिरहेको, केही योगदान आयो टप अफ द अर्डरबाट आसिफ शेखबाट, तर एकलौटी गुलसनले सम्हालिरहेका छन्। अहिलेसम्मको स्थितिमा नेपाललाई जित दिलाउने एक मात्र प्रण लिएका छन् गुलसन झाले। अरू प्लेयरले कहिले स्टेप अप गर्ने, यो ठुलो प्रश्न। कहिले स्टेप अप गर्ने अरू प्लेयरले? के गुलसन झाले मात्र खेल्ने हो देशको लागि? गुलसन झा मात्र एकमात्र प्लेयर हो? गम्भीर प्रश्न हो। र अब जाउँ प्लेइङ 11 तर्फ, होइन? आजको प्लेइङ 11 चाहिँ अनाउन्स भएको छ, तर मेरो विचारमा चाहिँ प्लेइङ 11 यो हुनु पर्थ्यो। नेपालले गलत प्लेइङ 11 सेलेक्ट गरेको छ, यो तपाईँहरूले पनि मान्नुहुन्छ होला मलाई जहाँसम्म लाग्छ। अरू मलाई चेन्जेस चाहिएको थिएन। एक मात्र प्लेस आदिल अलाम चाहिँ यो प्लेइङ 11मा मैले राखेको छु। आज तर प्लेइङ 11 जुन अनाउन्स भयो त्यसमा आदिल अलामलाई राखिएन। किन राखिएन थाहा छैन। मैले अघि तपाईँलाई कुशल मल्लको स्ट्याट देखाएँ। 15 इनिङदेखि स्कोर गर्न नसकेको प्लेयरलाई ओमानी कन्डिसनमा जबरजस्ती ब्याटिङ गराउने, जबरजस्ती आउट अफ फर्म प्लेयरलाई खेलाउने। आदिल अलामले त्योभन्दा अगाडिको म्याचमा कति राम्रो पर्फर्म गरेको छ। यस्तो राम्रो पर्फर्म गर्दा गर्दै टिममा नहटाउने आदिल अलामलाई। आज प्लेइङ 11मा चाहिँ यो चेन्जेसको चाहिँ मैले अपेक्षा गरेको थिएँ, तर भएन। किन भएन त्यो कोचलाई थाहा होला, होइन? र प्लेइङ 11कै कारणले नेपालले नहारोस् म्याच। आज अब प्लेइङ 11 सेलेक्टै भइसकेपछि चाहिँ होप गरौँ कि कुशल मल्लबाट केही राम्रो रन आओस्। साथीहरू स्ट्रिमलाई लाइक गरिदिनु होला कसले हेरिराख्नु भएको छ। अब हामी जाउँ आजको म्याच त, होइन? एल क्लासिको भनेर नाम दिएको छ आज नेपाल र युएई बिचको म्याचलाई, तर वास्तवमा के यो एल क्लासिको हो कि होइन थाहा छैन। युएईसँगको म्याचमा तपाईँले अहिलेसम्म हेर्न सक्नुहुन्छ, ओडिआई होस् या टी20 होस्, गुलसन झा सधैँ बेस्ट पर्फर्मर, जस्तो सुकै क्रन्च प्रेसर स्थितिमा चाहिँ रन बनाउन सक्ने प्लेयर एक मात्र। र अरू टिमसँग पनि एकदमै राम्रो पर्फर्मेन्स रहेको छ, तर युएईसँग पर्टिकुलरली एकदमै राम्रो पर्फर्मेन्स बारम्बार, र आज पनि एक्सपेक्टेसन छ। र गुलसन झाले ग्रुप स्टेजको 2टा म्याचमा राम्रो पर्फर्मेन्स दिएका छन्, र बारम्बार एउटै प्लेयरबाट हरेक म्याचमा रन बन्छ भन्ने कुरा ग्यारेन्टी छैन। युएईले
गुलसन झा विरुद्ध पक्का पनि काम गरेर आएको छ। गुलसन झाले पनि काम गरेका होलान्, तर एउटा प्लेयरमा डिपेन्डेन्ट भएर वर्ल्ड कप क्वालिफाई हुन्छौँ भन्ने सपना चाहिँ नराखे हुन्छ। युए एकदमै कम्पिटेटिभ टिम हो। एसिया कपमा नि एकदमै कम्पिटेटिभ पर्फर्मेन्स दिएर आएको छ र त्यो युएलाई अन्डर एस्टिमेट गर्ने काम नगरियोस्। नेपालले टस जितेर ब्याटिङ गरेको छ होइन, ब्याटिङ गर्नु पनि पर्थ्यो, किनकि नेपालले चेज गर्न सक्दैन, यो सर्वविदितै छ। नेपालले ठुल्ठुलो चेज सबै हारेको छ, इभन साउथ अफ्रिकासँग पनि हारेको चेजकै कारणले हो, बङ्गलादेशसँग हारेको पनि चेजकै कारणले हो, इभन ओडिआईमा क्वालिफायरमा पनि आयरल्यान्डसँग सानो अन्तरले हारेको पनि चेजकै कारणले हो होइन। ठुल्ठुला तपाईँको म्याचमा चाहिँ नेपाल चेजकै कारणले हारेको छ। अस्ति टप सिरिजमा पाकिस्तान साइन्ससँग पनि चेज गर्न नसकेर हारेको नेपाल। यो एकदम गम्भीर समस्या हो र सायद आज चाहिँ सधैँ बलिङ लिने भयो भने आज चाहिँ यस कुरालाई आकलन गरेरै ब्याटिङ गरेको हुनुपर्छ र अहिलेको स्थितिमा त्यसलाई रेस्पेक्ट गर्नुपर्छ हामीहरूले। र यो एल क्लासिको भने पनि स्ट्याटले अर्कै कुरा बोल्छ। एल क्लासिको होइन, यो वान साइडेड इन्काउन्टर हो। युएले ओमानमा नेपालसँग कहिले पनि हारेको छैन। अहिलेसम्म 3टा म्याच खेलेको थियो नेपालले। रिसेन्ट चाहिँ 2024को प्रिमियर कप जसले गर्दा चाहिँ हामीले एसिया कप गुमायो यसपालिको होइन, इमर्जिङ एसिया कप गुमायो। त्यसमा चाहिँ नेपालले पहिला ब्याटिङ गरेर जम्मा 120 अराउन्डको चाहिँ टार्गेट दिएको थियो, जसलाई युएले सजिलै चेज गर्यो। र त्योभन्दा अगाडिको 2022मा हेर्न सक्नुहुन्छ 2टा म्याच, एउटा वर्ल्ड कप क्वालिफायरको सेमी फाइनल थियो सायद, जसमा फाइनल थियो नेपालले हारेर गुमायो। अर्को चाहिँ एउटा सिरिज थियो, त्यो सिरिजमा चाहिँ युएले हराएको थियो नेपाल। दुईटैमा चेज गर्दाखेरि र यो कुरालाई ध्यान दियोस् नेपालले, र दिएको पनि छ अहिलेको स्थितिमा। र यो रिजल्टलाई चाहिँ उल्ट्याउनु पर्ने आवश्यकता रहेको छ आजको दिनमा, र यो आशा गर्छौँ यो उल्टियोस्। र अहिले नेपालले चाहिँ ब्याटिङ गरिरहेको छ होइन। अहिलेको स्थितिमा नेपालको लागि च्यालेन्ज भनेको चाहिँ 2टा बलरले दिन्छ। ओपनिङ बलिङ गर्छन् मोहम्मद रोहित, लेफ्ट आर्म पेसर हो, राम्रो बाउन्स जेनेरेट गर्छन्, स्विङ पनि मिल्छ। त्यसै गरी जुनेश सिद्दिकी, जसले चाहिँ बारम्बार रूपमा चाहिँ युएलाई हिट गर्दै आएको बलिङ स्पेसमा। र ती 2टा बलरले चाहिँ नेपाली ओपनरहरूलाई चाहिँ एकदमै दुःख दिन्छ होइन। त्यही भएर चाहिँ सम्हालेर डिप जान सकेको खण्डमा चाहिँ नेपालले राम्रो स्कोर खडा गर्न सक्छ। र नेपालले जित्नु छ भनेदेखि राम्रो स्कोर खडा गर्नु एकदमै इम्पोर्टेन्ट। र ती 2टा पेसरहरूलाई राम्ररी ट्याकल गर्न गाह्रो हुनेवाला छ। स्पेसली मोहम्मद रोहितले चाहिँ एकदमै